Hello guys, welcome back to my another video. आज म धेरै पछि चाहिँ यसो भिडियो बनाउन आँटेको। म चाहिँ यहाँ कहाँ छु भने म चाहिँ रक्सी पार्दै छु। तपाईं सबैलाई ह्यापी दसैँ। तपाईहरुको टिका छ होला, टिका लाउनु होला। हामी त टिका पनि छैन। तिहारमा टिका छैन, रमाइलो नै हुँदैन। दसैँ पनि यस्तै भयो। रक्सी पार्यो 3 दिन, दसैँ पनि रक्सी पारेर गयो। टिका छैन। मान्छेहरु सबैजना टिका लाएर मान्छेहरुको पोस्ट आउँछ, भिडियो आउँछ। आफ्नो त केही छैन। हाम्रो अर्को वर्ष हुन्छ। त्यही हो। साथीहरु हेर्नु मेरो यहाँ दसैँमा दशैं हैन दशा आयो दशा। रक्सी पार्न कम गाह्रो छ। म रक्सी पार्दैछु। रक्सी पारेर मेरो यस्तो भइसक्यो कि हातहरुको नङहरुको पुरै नगरौँ। यसै म राति रक्सी पार्दैछु एक्लै। तपाईहरुलाई म देखाउँछु त मैले कसरी रक्सी पार्छु भनेर। अहिले चाहिँ यो लास्ट हो, अब लास्ट हो, फाइनल 3 दिनमा सक्यो बल्ल बल्ल। त्यो पनि हेरौँ है त कस्तो गाह्रो हुन्छ साथीहरु रक्सी पार्न। तपाईहरुलाई के थाहा कि कस्तो धुवा आउँछ। किनहरु कति टाइम भयो भने 1 2 3 4 एउटा चाहिँ डढ्यो, त्यो चाहिँ गनाएको छ। त्यसलाई चाहिँ हामीले छुट्टै व्यवस्थापन गरेको छौं। हेर्नु त अब हेर्नु न यति धुवा आउँछ। हो हाम्रो रक्सी रेडी हुँदैछ। अब एकछिनमा रेडी हुन्छ। यो हाम्रो रक्सी है 1 2 3 4 चारवटा रक्सी भयो। गाइस नाइट भ्यू, हाम्रो घरबाट देखिने नाइट भ्यू के देखिन्छ हाम्रो घरबाट के हो यस्तो आउँदै आउँछ त। साथीभाइहरु अब चाहिँ सकेको अवस्था। अब चाहिँ यसलाई उचाल्नु पर्ने हुन्छ यस्तो गरेर। अब यसलाई उचाल्नु पर्ने हुन्छ। केले उचाल्ने होला? यो हो रक्सी। खोइ कति मात्राको यो, तर मिठो छ बास्ना। त्यही हो रक्सी भनेको।